OH18. The stop after the wood. बबाल 710 710 यहाँ देखो हात उडाएर जुमै डर लाग्छ हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग चाहिँ आफ्टर लङ टाइम भ्लग जाँदैछ मेरो अनि यहाँ चाहिँ छ हाम्रो केटाहरू अर्को एकजना आउँदैछ दिस इज आवर सेयर हाउस अनि यहाँ चाहिँ हाम्रो रोड छ हामी फर्किँदा यताबाट आउने हो अनि हाम्रो काममा जाने नि यताबाट हो अनि अहिले चाहिँ यताबाट जाँदैछौँ हामी टक्क यसो सपिङ हान्ने पनि होला सब जाम भनेर निस्केको हामी चाहिँ अब जाँदैछौँ अहिले चाहिँ हेरौँ कहाँ कहाँ पुगिन्छ भरे आएर यता अर्को उसमा नै सपमा नै जानु छ मिलनले लान्छ त्यहाँ चाहिँ हामीलाई अनि हामी जाँदैछौँ टक्क चिसो चिसो भन्दा पनि ठिकै छ यतिको घाम लागिरहेछ अनि जाँदैछौँ गाइज सी अब हामी कहाँ कहाँ जान्छौँ देखाउँछु अब तपाईँहरूलाई जापानको भ्यू होइन ल जुमै डर लाग्छ ल गाइज हामी चाहिँ अहिले म इसना पढाइदिन्छु मैले धर्म परिवर्तन गरिसकेँ अबदेखि म हामी चाहिँ टक्क यहाँ हलाल सपमा आएको थियौँ यहाँ हेर न हामी चाहिँ टक्क अहिले हलाल सपमा आएको थियौँ अनि यसो अब हल्का टेस्ट मिल्ने खालको मरमसला होइन सामान किनौँ भनेर आएको थियो ल्यायो भने झोला भरेर ल्याएको छ अनि त्यहाँ चाहिँ के अरे अघि देखाइहालेँ मैले त्यो नमाज पढ्ने बेला भएको रहेछ अनि पछाडि नमाज पढ्ने बेला भएको रहेछ अनि नमाज पढेको ठाउँमा नै गयौँ उता गफ गऱ्यौँ होइन बर पेल्न खोजिरहेको थियो हामीलाई धर्म परिवर्तन गर्छस् भने आइज भनेर क्या बुकहरू दिएर इङ्ग्लिस बुझ्छस् इङ्ग्लिसमा पढ भनेर पुरा बुकहरू दिएर पठाइरहेको थियो यहाँ अब हामी जाँदैछौँ यहाँनिर गयौँ अब अर्को एउटा सपनै जाँदैछौँ हलालाई जान्छौँ कि अर्को जान्छौँ हेर्छु म देखाउँछु होइन यस्तो छ यहाँ चाहिँ तिम्रो ब्यागमा हालौँ है अब यो फाल्नु कि के गर्नु दिइहाल्नु अगाडि मैले बनाएको भिडियो पनि दामी थियो हो कि नै स्नोफलवाला पनि दामी थियो मैले राम्रो थियो अब चाहिँ ट्रेन पर्खेर बसेको छौँ हामी होइन ट्रेन यो गयो यस पछाडि आउनेवाला चाहिँ हाम्रो ट्रेन हो रेडवाला अनि टक्क हामी चढेर चाहिँ अब यहाँबाट जान्छौँ घर गएर फेरि भाइ अर्को सप जानुपर्ने छ त्यही भएर अब ट्रेन पर्खिरहेको छौँ अब 5 मिनटमा आउँछ भयो अहिले 55 भयो अब आउँछ 5 मिनटमा अनि जानु OH18. The stop after the wood stop will be Mukogaoka-Yume. Please transfer for Nambu Line. 行くと読売ランド前ゆりが丘にお越しのお客様はお乗り換えです新ゆりが丘で各駅停車本松駅にお乗り換えになります出口は左側ですこの電車は新ゆりが丘駅は多摩線看板ホームの到着ですहामी चाहिँ ट्रेन स्टेसन यहाँ हो हाम्रो चाहिँ बस्ने ठाउँ नजिकैको अनि उत्रेर हामी आइसकेको छौँ हामी बस्ने ठाउँ हो यो चाहिँ टक्क यतापट्टि चाहिँ हाम्रो सेयर हाउस चाहिँ बेलुका टक्क नाइट भ्यू अझ दामी हुन्छ क्या राति हेर्दा लाइटहरू बलेको टक्क केटाहरू जाँदैछ अब टक्क रुम पुग्ने सामानहरू राख्ने अनि फेरि अर्कोतिर लाग्ने हो आज बेलुका आयो हुन्छ जस्तो छ हेरौँ अब कहाँ कहाँ पुगिन्छ मिलन ओए मिलन कति बेर लाग्छ त्यहाँ जान माथि जान आधी घन्टा पुगिन्छ यो घर छ नि एउटा यो घरमा पुरा एउटा केटी हुनुपर्ने कि त्यो केटी पुरा एक्लै बस्नु मलाई पठाउने अरे बिहे गरेर मै बसिदिन्थ्यो सुगर मम्मी भन कतिदेखि आउँथ्यो केटाहरूको बेकरी छ कुन छुट्टी
छ्या त मलाई 10,000 दिएको थियो कि त्यो सुनेर केटाहरूको बेग्लै सपना छ यहाँ एक्लै बस्ने केटी होस् होइन बिहे गरोस् त्यसले आफूसित अनि मलाई यही राखोस् होइन पिआर पाउँछु भन्दै बस्यो मक्क परेर होला ठिक छ यसले ढोका खोलिदियो नत्र पासवर्ड हान्नु पर्थ्यो हामी चाहिँ यहाँ आएर हामी चाहिँ सेयर हाउस आइपुगिसकेको छौँ कस्तो तातो फिल भएको आएर यहाँ आउँदा त टक्क जुत्ता खोलेर टक्क हाम्रो जिम पनि देखाइदिन्छु म यो जिम हो हाम्रो होइन यतिको जिम चाहिँ छ तिमी नजाने रुम हौ रुम यो चाहिँ हाम्रो किचन हो यहाँ बसेर खाने आफै बनाउने आफै खाने रुम चाहिँ देखाउँदिनँ म प्राइभेसी हुन्छ के हुन्छ होइन ल अहिले चाहिँ हामी अब बेलुकाको लटलाई निस्केको छौँ यताबाट होइन क्या यस्तो भुतिया बाटोमा होइन नि अस्ति उयो तर्सेर यहाँ मासतिर छ क्या चेन गाडी अनि के भयो अरे भन्दै त अस्ति राति कामबाट आएर अनि मासु सकिएछ र मासु किन्न गएको अरे अनि यो बाटो हिँडेछ क्या अँध्यारो रहेछ त्यतिखेर अनि यो बाटो हिँडेछ यहाँ च्यान घारी थियो क्या 9 बजी 9:30 बजीतिर भएको थियो च्यान घारी हिँडेछ पानी परेको बेलामा यस्तो बाटो हिँडे मासु बोकेर भन्दै थियो क्या यहाँ छ च्यान घारी पुरै पार्क जतिकै छ यार अनि यो चाहिँ यता तलतिर हाम्रो सेयर हाउस अनि यहाँ एउटा भ्यू चाहिँ दामी देखिन्छ सास बढिरहेछ फ्याँ फ्याँ गरेको आएर अनि यो चाहिँ च्यान घारी हेर्दा नि पार्क जस्तै छ यार यस्तो नि हेर न सनसेट फेरि रातो भएर दामी अनि यो त्यहाँ अस्ति परेको हिउँ पग्लेकै रहेछ अरूतिर चाहिँ पग्ल्यो त्यहाँ घाम पर्दैन कि के हो हाम्रो यता वरा चाहिँ सर्टसुट पग्लिसकेको थियो आज बिहानै पग्लिसकेको थियो बिहान घाम लाग्दै त्यहाँ चाहिँ पग्लिएन छ अनि यहाँ चाहिँ पार्क छ टक टक फुल राखिरहेछ चट्ट राम्रो क्या अब हामी जाँदैछौँ होइन अब चाहिँ अलिक चिसो हुन थाल्यो आज घाम लागेर होला कुन यही यही हो त यो यु सेपको छ नि त्यही हो यस्तो छ अब यहाँबाट यस्तो गहिरो हुँदै उता पर जानुपर्ने आधी घन्टा हिँड्दै जानुपर्छ ए यहाँ नै रहेछ त अस्ति भिडियो बनाउनु पाएन यहाँ छ हिउँ पग्लेको छैन गाइज यस्तो छ अब हामी जाँदैछौँ यता हुँदै जाने हो आधी घन्टा छ अझै देखाउँछु म तपाईँहरूलाई कस्तो छ के छ बिचमा भनेर ल गाइज हामी चाहिँ एउटा चाहिँ मार्केट घुमेर आइसक्यौँ होइन 17 स्टेसन रह्यो होइन याक्का दिवाई कि होइन के हो त्यो त्यस्तै के भन्ने स्टेसन हो यो चाहिँ रेल स्टेसन हो क्या यहाँ माथि यहाँ कहाँ देखेको छौ अनि 2-3वटा मार्केट 2टा मार्केट जति छिर्यौँ एउटा उयो खानासाना पाउने ग्रोसरी मार्केट अनि अर्को भनेको चाहिँ उयो फोन इलेक्ट्रोनिक पाउने अनि पछाडि हेऱ्यौँ होइन आइफोनको प्राइस पनि हेऱ्यौँ अब कहिले गएर किन्ने हो यहाँ पनि छ तर यो त 7-11 यो त फ्यामिली मार्टहरू हो यो त महँगो पर्छ सब्सक्राइबर भएपछि किन्ने हो युट्युबमा हुनु त कहिले हो कहिले अब त्यस्तै तरिकाले हो भने त अनि कहाँ फोनै किन्दैन भन्ने जस्तो भयो केही छैन यहाँ चाहिँ योबाट चाहिँ भित्र जाने हो हामी अब अहिले भित्र जाने होइन अर्को माट जाने कताबाट थियो आएको थियौँ हामी उताबाट आएको थियौँ अब हामी जाँदैछौँ लगाएछ अहिले चाहिँ माट पुगेर होइन सामान किनेर आयौँ हामी चाहिँ कति हजार अरे 10,000 रुपियाँ सकायो केटाहरूले यहीँ ब्याग ल्याउनु बिर्सेर के अरे पोलिथिनको झोला बोकेर हिँडेको अनि जाँदैछु मैले चाहिँ हामी चिसो छ होइन टोपी ल्याउनु बिर्सेछु मैले चाहिँ चिसोले डाँडा हानिरहेछ अब जाँदैछौँ हामी झोला बोकेर हात खाइसक्यो यार मेरो त अनि छ यो बाटो हिँड्नु अझै लगभग आधी घन्टा हिँड्दै जान्छौँ होइन हामी आधी घन्टा छ अब हिँड्दै जानु चिसोमा अर्थोक चाहिँ ठिकै हो तर टोपी ल्याउन बिर्से तर चाहिँ टेन्सन भइरहेछ अब 3टा भएको होला 3टा टाउको भएको होला कि हो त्यस्तोवाला थियो मसँग यस्तो गोलवाला थिएन त्यसले चाहिँ भित्रै लान्थ्यो लान त छिटो गएर म पनि काट्नु छ लगाइ हामी चाहिँ माटबाट रुम आइसकेको छौँ अनि
के अरे साथीले दारी काट्दैछ दारी काट्ने किन गएको दारी काट्नेले ओभर घोच्यो अनि दारी काट्ने लिएर आएको दारी काट्दैछ जाति चाहिँ रुममै त्यहाँ मेरो रुममा दारी काटेर झाऱ्यो भने अनि तिमीलाई अनि ठिक छ गाइस हामी चाहिँ बल्ल बल्ल चिसो काटेर आइसक्यौँ यहाँ अनि हेर न यहाँ प्रगति 1200 को अन्डामा कति होइन 1200 होइन हौ 1200 भन्छ त्यस्तो महँगो त होइन नेपालभन्दा त महँगो हो र पनि अन्डा फुटायो साथीले सबै जाम जुम पारेर हेर न च्याकुचु पारेर सबमै झारेर ठिक छ गाइस हामी सकुशल फाइनली घर आइपुगिसकेको छौँ हल्का माल पानी रुमको हालतमा देखाउँ ओभर बिजोग छ थ्याङ्क यू फर वाचिङ गाइज अहिलेसम्म यहाँसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद होइन धेरै टाइम ग्याप भएको थियो अब आउँछ भ्लग बिस्तारै नयाँ नयाँ कुरा अब के गर्न सकिन्छ कतै जान सकिन्छ त्यो गरेर म भ्लग हाल्नेछु अनि अहिलेसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू अनि किप वाचिङ होला नगर न अनि थ्याङ्क यू फर वाचिङ होइन अनि छुट्टी भएको बेलामा म भिडियो गरेर हाल्नेछु कहिले कहिले ग्याप हुन्छ के हुन्छ अब हेरौँ होइन ठिक छ नि रिभ्यू देऊ त मेरो मेसिनलाई